नमस्कार सबैलाई। आज चाहिँ म तपाईँलाई फेसबुकको प्रोफाइल चाहिँ कसरी लक राख्ने भन्ने कुरा सिकाउने छु। यसले चाहिँ तपाईँको प्रोफाइल चाहिँ सुरक्षित राख्छ। अब लागौँ मोबाइलको स्क्रिनतिर। सबैभन्दा पहिले आफ्नो फेसबुक एप खोल्नुहोस्। त्यसपछि फेसबुकको आफ्नो स्क्रिनको लेफ्ट साइडमा रहेको आफ्नो प्रोफाइल पिकमा ट्याप गर्नुहोस्। ट्याप गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ राइट साइडको सबभन्दा माथि 3 डट छ, त्यसमा ट्याप गर्नुहोस्। त्यसपछि हजुरले यहाँ लक प्रोफाइल भनेको अप्सन देख्नुहुन्छ, यहाँ ट्याप गर्नुहोस्। त्यसपछि लक योर प्रोफाइल भन्ने अप्सन देख्नुहुन्छ, यसमा जस्ट ट्याप गरिदिनुहोस्। त्यसपछि हजुरको फेसबुक प्रोफाइल अटोमेटिक लक हुन्छ। साथीहरू, तर यदि हजुरको फेसबुक प्रोफाइल चाहिँ प्रोफेसनल मोडमा छ भने चाहिँ मैले जुन तरिका भनेको थिएँ त्यो तरिकाले काम गर्ने छैन। त्यसैले हजुरलाई म यहाँ फेसबुकमा गएर देखाउने छु है त। यहाँ 3 डटमा क्लिक गर्नुभयो भने अघि चाहिँ यहाँ हेर्नुहुन्छ भने यहाँ प्रोफाइल लक भन्ने अप्सन थियो होइन, अहिले चाहिँ हेर्नुहोस् कहीँ पनि छैन है त। यसलाई चाहिँ तपाईँहरूले टर्न अफ यो प्रोफेसनल मोड भन्ने छ नि हो, यसमा चाहिँ टच गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ अफ गर्नुपर्ने हुन्छ कि टर्न अफ गर्ने हो। नेक्स्टमा क्लिक गरौँ, कन्फर्ममा क्लिक गरौँ, डन। अब चाहिँ म 3 डटमा गएर हेर्छु फेरि। अब यहाँ चाहिँ लक योर प्रोफाइल भन्ने ठ्याक्क देखाउँछ, यसरी चाहिँ हजुरले प्रोफाइल लक गर्न सक्नुहुन्छ। यो भिडियो हेल्पफुल लाग्यो भने चाहिँ यस्तै फेसबुक सोल्युसनको लागि र अरू इन्फर्मेटिभ भिडियोको लागि चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला अनि लाइक अनि कमेन्ट पनि गर्नु होला।